हाई फ्रेन्ड्स, वेलकम ब्याक माई युट्युब च्यानल। तपाईलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागतम छ। र आजको यस भिडियोमा तपाईहरु समक्ष म मेरो अनुभवद्वारा तपाईहरुलाई म तिमुर खेती कसरी गर्ने भनेर त्यसको बारेमा थोरै सुझाव दिन चाहन्छु। र यदि तपाई तिमुर खेती गर्न सोचाइमा हुनुहुन्छ भने तपाईले यो भिडियोबाट केही प्रेरणा पाउन सक्नुहुन्छ र जसको कारणले गर्दा तपाईले त्यस तिमुर खेतीबाट तपाईले केही मात्रामा तपाईले इन्कम पनि गर्न सक्नुहुन्छ। र आउनुहोस् आजको भिडियोलाई सुरुवात गरौँ। सर्वप्रथम त तिमुर खेतीको लागि हामीले गर्नुपर्ने महत्त्वपूर्ण काम हो कि हामीले सर्वप्रथम त्यो बिरुवालाई लिएर त्यसलाई रोप्नै पर्छ। र त्यसको लागि हामीले रोप्नको लागि मेरो अनुभवबाट चाहिँ मिनिमम पनि 3 देखि 4 मिटरसम्म हुने गर्दछ। र किनकि त्यसको हाँगाहरू यताउता नजाओस् भनेर त्यसको लागि 3-4 मिटरको दूरीमा तिमुर लगाउनु एकदम बेस्ट जस्तो लाग्छ। र तपाईले आफ्नो हिसाबले लगाउनुला। र मेरो एक्सपेरिमेन्टको अनुसार चाहिँ त्यति नै लाग्छ। र त्यसपछि जब तिमुर लगाउने समय भनेको तपाईको असार महिना हुन्छ, जति बेला तपाईको पानी पर्छ त्यो बेला चाहिँ तिमुर लगाउनु भयो भने त्यसमा चाहिँ तपाईले तिमुर लगाउनु पर्ने हुन्छ। र दोस्रो कुरा के रहेको छ भने अब तिमुर चाहिँ कति समयसम्म त्यसले समयपछि त्यसले फल दिन्छ त भनेपछि तपाईको जब तपाईले लगाउनुहुन्छ त्यसको म्याक्सिमम 3 देखि 4 वर्ष भित्रमा त्यसले तपाईले फल दिन सुरुवात गर्दछ पहिलो समय चाहिँ। र त्यस अवधि भित्रमा तपाईले तिमुर खेती गर्न सक्नुहुन्छ। र यसबाट तपाईलाई के फाइदा पनि हुन्छ भने तपाईले यसलाई अचार पनि बनाउन सक्नुहुन्छ। र यसका धेरै फाइदाहरू छन्। जडीबुटीको रूपमा पनि तपाईले लिन सक्नुहुन्छ। र यो खेती गर्नु धेरै नै उचित हुन्छ। र अर्को कुरा रहेको छ कि तिमुर कहिले टिप्ने। तिमुर जब तपाईको टिप्ने समय भनेको असोजतिर तपाईको बेस हुन्छ। यस समयमा चाहिँ तिमुरहरू पाकेका हुन्छन् र यसको फल एकदम बाहिरदेखि राता हुन्छन् र भित्र एउटा कालो दाना हुन्छ। तपाईले पनि देख्न सक्नुहुन्छ। र तपाईले यदि तिमुर खेती गर्न तयार हुनुहुन्छ भने तपाईले यसको एक्सपेरिमेन्ट गर्न पहिले जरुरी छ। र यसबाट तपाईले केही मात्रामा पनि इन्कम पनि गर्न सक्नुहुन्छ। तपाईले आफ्नो थोरै भए पनि आर्थिक सुधार गर्न सक्नुहुन्छ। किनकि हामी सबैलाई पैसा कमाउन जरुरी छ। आज जो व्यक्तिले धेरै पैसा कमाउँछ त्यो व्यक्ति नै धनी व्यक्तिको रूपमा गनिन पुग्दछ। त्यसैले हामी सबै मिलेर नै अगाडि बढ्ने हो। तपाईले जस्तो लाग्छ त्यस्तै तपाईले खेती गर्न सक्नुहुन्छ। र तिमुर खेती एक व्यवसाय खेती पनि हो। र यसमा चाहिँ तपाईले थोरै इन्कम गर्नुभयो भने त्यसबाट तपाईले आफ्नो चाहिँ परिवारलाई धान्न सक्ने, त्यसबाट चाहिँ खर्च पनि चलाउन सक्नुहुन्छ। र यसको माध्यमबाट र यसै गरी यदि तपाईले कुनै पनि क्षेत्रमा तपाईले तिमुर खेती गर्न चाहनुहुन्छ भने तपाईको कुनै पनि क्षेत्रमा खाली ठाउँ छन् भने त्यसमा तपाईले तिमुर खेती मात्र गर्नुभयो भने पनि तपाईलाई एकदमै फाइदा हुनेछ। किनकि आजको दुनियाँमा हामीलाई चाहिने भनेको व्यवसायिक खेती हो। हामीलाई जुन परम्परागतदेखि चलिआएको खेती छ त्यसलाई हामीले अब रोक्नुपर्छ। किनकि त्यसबाट हामीलाई न त कुनै आय स्रोत हुन्छ। हामीले व्यवसायिक खेती गर्यो भने त्यसबाट केही आय स्रोत आम्दानी हुने सम्भावना बढी नै हुन्छ। त्यसैले गर्दा आज हामीले सोचाइ बदल्न धेरै जरुरी छ। र यस तिमुर खेतीको लागि त्यति धेरै मेहनत पनि गर्नु पर्दैन। र यसको लागि त्यति मलजलको पनि आवश्यकता पर्दैन। र बीचमा तपाईले यसको लागि मलको रूपमा चाहिँ तपाईले जङ्गलमा रहेको झारपातहरू तपाईले त्यसलाई काटेर त्यसको जरामा राख्न सक्नुहुन्छ। र यदि तपाईलाई भिडियो मन पर्यो भने अर्को भिडियोमा अवश्य पनि भेट्नेछौँ। जय नेपाल, थ्याङ्क यू।